हेलो नमस्ते। हाम्रो तामाङ भाषाबाट चाहिँ फाडो भनेर चिनिने हरियो मकैबाट बन्ने परिकारलाई सानो भिडियो मार्फत देखाउन चाहन्छु र नेपालीमा के भनिन्छ कमेन्ट पनि गरिदिनु होला। फाडो पकाउने धेरै तरिकाहरू छन्, जस्तै तेलमा पकाएर, पानीमा उसिनेर, सुक्खा रोटी बनाएर पनि खान सकिन्छ। तर आज यो भिडियोमा भने पानीमा उसिनेर पकाएको देखाउने छु। सर्वप्रथम त हरियो मकैलाई ल्याएर खोस्टा फालेर मकै छोडाउनुपर्छ। छोडाएर नाङ्लोले फोहोर धुलो निफनेर छान्नुपर्छ। अब मकै पिस्नलाई तयार भयो। अब आयो मकै पिस्नलाई झाँदो। त्यसलाई पनि कुच्चो र पानीले सफा गर्ने। पिसेको पिठो फोहोरबाट बचाउनको लागि प्लास्टिक अथवा पातहरूमा प्रयोग गर्नुपर्छ। मजाले पिस्ने हरियो मकै पिस्दा जाँतो गुमाउन गाह्रो हुन्छ, त्यसैले पानी पनि मिलाएर हाल्नुपर्ने हुन्छ। पिसिसकेपछि एउटा भाँडोमा राख्ने, पानी नपरोस् र आकार निकाल्नका लागि बर्नाटाटाको फातमा बेर्ने। मोडेपछि उम्लेको पानीमा हाल्ने, केही समयसम्म छोपिए पाक्न दिने। अब खानालाई तयार भयो। अब यसैले नै तपाईँहरूले घरमा बनाएर खान सक्नुहुन्छ। भिडियो हेरेर साथ दिनुभएको सबैजनालाई धन्यवाद।